उताले बनाएको पनि मिठो हुन्छ पैसाको टेस्टमा भन दाइलाई टेस्टमा चाहिँ त्यसो नभन भेगुताले खाना बनाउँछ र कस्तो कुरा गर्छ त्यति नभन नि त खाना बनाउनु मान्छेले होला कर मैले बनाउनु पर्छ बनाउनु अरु हुन्छ नि मैले चाहिँ सुशील भाइ म त डाइरेक्टर म्यानेजिङ डाइरेक्टर सक्यो म त म्यानेजिङ डाइरेक्टर भने त फेरि फिल्मतिर जान्छ यतातिर हुँदैन नि हैन म्यानेजमेन्ट डाइरेक्टर म्यानेजिङ भएन रोल चाहिँ अलिकति म्यानेजमेन्ट त्यति बेलाको हाम्रो पढाइको ठिकै छ सरकारी स्कुलमा पढ्ने हो अब 5 क्लासमा गर्दा हामीले इङ्ग्लिस किताब मिल्छ हामीलाई एबीसी मलाई एबीसी को 3 क्लासमा तपाईहरुमा धेरै फरक होइन त्यही भएर मलाई थाहा छैन पर तपाईले शेयरमा बोल्नु होला शेयरमा गाउँमा अलि फरक हुन्छ सहरमा नि गाउँमा त्यही त हो नि हैन जानी हुन्छ त बोल्दाखेरि कोही कुरा त मिस्टेक भइहाल्छ नेताहरुको कुराहरु त्यस्तै हो त्यही हो त अब त्यहाँ त म्यानेजर हुन्छ त्यहाँ त हामी त एउटा अफिसमा बस्ने अनि चाहिँ कति खर्च आयो कति गरो हिसाब किताब बताउने हामीले त गर्ने मात्र पैसा लगानी गर्ने अनि छोड्दिने अनि त्यहाँ एकचोटी पनि हामीले त्यो हेर्ने पनि होइन तपाईँ त्यो पैसा आयो अनि त्यहाँ म्यानेजर हुन्छ उले बताउँछ तपाईँ त खाता मात्रै हेर्ने हो मेरो पैसा छैन भने खातामा अनि एकचोटी सेभ भएको नाताले एकचोटी सुरुमा ओपनिङ हुँदाखेरि मिन्यु चाहिँ राख्ने काम मेरो हुन्छ किनभने अब एउटा सेभ भएको नाताले अरूलाई चाहिँ अफिसले ल्याउनु पर्यो सेभरलाई त्यो भन्दा आफै मिन्यु राख्ने जस्तो कि इन्डियनको म राख्न सक्छु नेपाली खानाको एउटा सेभ ल्याउनु पर्यो नेपाली खाना हामीले जानेको थियो हैन परफेक्ट अब त्यसपछि चाइनिज सेभ ल्याउने अनि कोरियन सेभ ल्याउने तीनटा सेभ ल्याउने इन्डियन सेभलाई मै गए त्यसरी सेभ गराउने भने के गर्नु पर्छ तपाईले त्यसो इन्डियन डाइ तपाईले चिकन तन्दुरी दिएर सबै हाल्नुहुन्छ चिकन तन्दुरी तपाईँको तन्दुर इन्डियन त्यसपछि चाइनिज हल्का चाइनिजमा त्यो 100% त मैले भन्दिनँ तर तपाईँको 50% लगभग चाइनिज खाना बनाउँछु मैले आधा लगभग 10-15 आइटम चाहिँ चाइनिज खाना बनाइदिन्छु चाइनिजमा धेरै आइटम हुन्छ तपाईँको धेरै आइटम हुन्छन् अब त मैले चाहिँ अब 2-4 फ्राई राइस 2-4 चाहिँ अब नुडल्सहरु 2-4 सुपहरु अब तिनीहरु चाहिँ नपर्यो मैले पनि बनाउँछु जस्तो तपाईको भेज फ्राई राइस भयो हैन चिकन फ्राई राइस भयो त्यसपछि तपाईको चिकन नुडल्स भयो हैन भेजिटेबल नुडल्स भयो अमेरिकन सब्जी भयो चाइनिज सब्जी भयो चप्सी चप्सी त्यसपछि तपाईको चिकन 65 भयो त्यसपछि तपाईको टोमियम सुप भयो हैन अनि होटेल सप चिकन सुप भयो होटेल सप भेज सुप भयो होटेल सप बाम्बू सुप भयो हैन होटेल सप मशरूम सुप भयो इलिस सुपहरु भयो यस्ता यस्तो त बनाउँछु मैले हल्का फुल्का